आमा, तातो पानी मलाई यता माथि नै ल्याइदिनु है। यो मौसम नि कति चिसो भनेको। मलाई मात्र यस्तो लाग्छ कि अरूलाई पनि। ला बाबु, यो गिलास तातो पानी। मैले एक गिलास तातो पानीको सहारा लिँदै बिहान कटाउने सोच बनाएँ। टेबलभरि किताबको खात छ। यो पढ्ने कुरा नि कहिल्यै सकिँदैन। जति पढ्यो उति पढ्नुपर्ने कुराहरू मात्रै निस्कन्छन् भनेको। बल्ल बल्ल हिजो शिशिरको फुल सकाएँ। साह्रै मिठासपूर्ण लाग्यो ती शिशिरका फुलहरू। वाह, ती सुकुम्बरी। मलाई आवश्यकताभन्दा बाहिरका किताब पढ्न खुब जागर आउँछ। आज त शनिबार हो क्यारे। दिनभरि निकै किताबलाई साथ दिनु पर्ला भन्ने सोचेको छु। म फुत्त बाहिर निस्केर भर्खर भर्खर रमाउन थालेका बाख्राका पाठाहरूसँग रमाउन थालेँ। यत्तिकैमा हाम्रै घरको बाटो हुँदै एक अपरिचित अनुहार आउँदै गरेको देखेँ। खै कुन्नी मेरै अनुहारतिर उनको नजर देखेँ। अनि उनले मलाई दाई, पारी गाउँ जाने छोटो बाटो कताबाट होला भनेर प्रश्न गरिन्। मैले खासै वास्ता नगरी यही बाटो पुगिन्सेको छु। म बाहिर बरालिएर हुँदैन, खुरुक्क भित्र पसेँ। मलाई राधा उपन्यासले पर्खिरहेकी थिइन्। आज मैले अरू दायाँ बायाँ केही नसोची यिनलाई भरपुर समय दिनुपर्छ भन्ने सोचेको छु। राधा, आजको दिन भनेको मेरो तिम्रो लागि हो। म तिमीसँगै बिताउने छु। म पढ्न थालेँ एक चित्त लगाएर। हरेक शब्दहरूले मेरो मन, मुटु, मस्तिष्क निकै छुने गर्दथे। रतन, खाना सेलायो। अघिदेखि बोलाएको सुन्नु छैन? आमा तल भान्साबाट बोलाइरहनु भएको रहेछ। म फटाफट भान्सातिर लागेँ। सधैँ यो नमिठो त्यो नमिठो भन्ने मान्छे आज खानाको स्वाद कस्तो थियो केही थाहा नै पाइनँ। म फेरि राधासँग नै भलाकुसरी गर्न पुगेछु। यसरी नै समय बित्दै गयो। फेरि अर्को शनिबार आयो। त्यही बाटुलो अनुहार गरेकी, हँसिलो मुहार बोकेकी युवतीलाई देखेँ। अरू बेला कहिल्यै याद गरेको थिइनँ, तर 2 पटक देखिसके। को रहेछ आखिर? मेरो नि बजारसम्म जाने काम थियो। म बरालिँदै घर बाहिर निस्किएँ। युवतीले यो ठाउँ कति सुन्दर रहेछ नि भनेर सोधिन्। हो नि हजुर। कहाँ पुगेर आउनुभएको? पल्लो गाउँ मेरो मामाको घर हो, त्यहीँ गएर आएकी नि। यत्तिकैमा निकै गफ हुन थाले हाम्रा। अन्जान व्यक्ति पनि सामिप्य भएपछि आफ्नो जस्तै लाग्दो रहेछ। ओछ्यानमा पल्टिँदै उनको नामको फेसबुक खोज्न थाले। अनु छेत्री। देख्नासाथ त्यो बाटुलो मुहार भएको फोटो देखेँ। खै उनको मनमा के थियो कुन्नी? उनी पनि मसँग बोल्न हतार थिइन्। हाम्रो वर्षौँदेखिको मित्रता जस्तो कुराकानी भयो। रात निकै छिप्पिसकेको थियो। खै म कति बेला निदाए पत्तो नै भएन। सधैँ अलार्मले मलाई उठ्न बाध्य बनाउँथ्यो। आज मेसेन्जरको आवाजले मलाई उठायो। गुड मर्निङ रतन। म जराक जुरुक गर्दै उठेँ। खुसी हुँदै प्रत्युत्तर दिएँ। खै थाहा छैन, कोही मान्छे किन यति प्यारो हुन्छ एकै दिनमा। कतै म भ्रममा त छैन? मेरै कोही साथीले जासुस लगाएका त होइनन्? फेरि मनले भन्छ, होइन होइन, कहाँबाट मेरा साथीहरूले अनुलाई चिन्छन् र? यसरी बोल्दै गरेका हरेक दिनहरू उल्लासमय बिताएका नि आज 4 वर्ष बितेछ। अनुको पढाइ अनि मेरो काम राम्रोसँग चल्दै थियो। म अनु बिनाका दिनहरू आफूलाई बाँच्न नपरोस् भन्न थालिसकेको थिएँ। हाम्रा हरेक विशेष दिनहरू विशेष उमङ्गले विशेष बनाउने गरेका छौँ। अनु आफ्नो हरेक उपलब्धिको हिस्सा मेरो श्रेय हो भन्ने गर्छिन्। हामी एकअर्कालाई प्रेम गर्छौँ। यो कुरा हाम्रो परिवारमा नि कता कता चर्चा चले जस्तो लाग्न थालेको थियो। मेरो हजुरआमा लामो समय बिमारी परेर हामीबाट सधैँका लागि बिदा हुनुभयो। म र मेरो परिवार शोकमा डुब्यौँ। यो बेला अनुले अलिक मलाई ख्याल नगरेको हो कि भन्ने जस्तो लाग्यो। एक दिनको कुरा हो। राति अबेरसम्म म अनुको फोन पर्खेर बसेँ। फोन आएन। मैले आफै फोन गरेँ। निकै पटक पछाडि मात्र अनुले फोन उठाइन्। अनुको आज अलि व्यवहार भिन्न पाएँ। म आफ्नो पीडा सुनाउन हतार थिएँ। अनु मेरो कुरा बुझ्ने स्थितिमा थिइनन्। मलाई खोइ
के भयो? रुन आएछ। मेरो मन सम्हालिन सकेन छ। कति दिनदेखि गाँठो फरेको मनको आज अनुसामु सबै खुस्किएछ। अनुको घरमा केही दिनदेखि बिहेको कुरा चलेको रहेछ। केटा अमेरिका बस्ने, सबै परिवार अमेरिका नै बस्दै आएका रहेछन्। अनुको बुहाको पहिलेको पुरानो चिन्जानको साथी रहेछन्। 5 जना छोरीमध्ये एउटी छोरी बुहारी बनाउने कुरा रहेछ। अब बाँकी अनु र अनुकी बहिनी मात्र हुन्। अनुको बिहे गर्ने उमेर पनि भएको छ। नर्सिङ पढ्दै गरेकी केटी। अमेरिकाको प्रलोभनमा अनु पनि परिछन् क्यारे। परिवारले सम्झाइ बुझाइ गरेछन्। मेरो यतिका वर्षको त्याग छिनभरमै अनुले बिर्सिन्छन्। मैले एकैछिनमा होस हराएको मान्छे चाहिँ भएँ। मेरो घर परिवारबाट फोन गरिदिनु भएछ। कुराकानी के हो भन्दा सबै कुरा यस्तो यस्तो हो भन्नुभएछ। अनुले रतनसँगको मेरो प्रेम छैन भनेर ढाँटिन्छन्। म छोरा मान्छे भएर नि कति रोएँ मलाई थाहा भएन। मलाई खोइ कतिले सम्झाउनु भयो त्यो पनि याद भएन। बिहान भयो, म जुरुक्क उठेर अनुलाई भेट्न गएँ। अनु आज होस्टेल नआएर मामा घर बसेकी रहिछन्। म उसको मामा घरको पल्लो घरको पेटीमा बसिरहेँ। अनु जब बाहिर निस्किनेछ अनि मनभरिका पीडा पोख्छु भन्ने सोचले अनु राहतभरमा एकपटक पनि बाहिर निस्किनन्। म निराश हुँदै घर फर्केँ। भोलिपल्ट निकै लामो कुराकानी भयो। घरमा जे भने पनि बाँकी पढाइ पुरा गर्ने शर्तमा अनु र मेरो घर आउने भइन्। मेरो परिवारको स्वीकृति पनि भयो। मेरो खुसीका लागि परिवारले शोक परेको वर्ष केही भन्नु भएन। अनु सहमतिमै आधा बाटो आएर परीक्षापछि बिहे मन्दिरमा गर्ने भनेर मलाई विश्वास दिलाएर ऊ होस्टेल फर्की। दिनहरू बित्दै गए। उसलाई पर्खेको 2 महिना भएछ। अब पर्खाइको घडी सकिएको छ। म संसारकै खुसी थिएँ। मैले संसार जिते भन्ने लागिरहेको थियो। जुन दिन हामी मन्दिरमा बिहे गर्ने भनेका थियौँ त्यही दिन बिहानै अनुले रुँदै फोन गरेर, रतन, हामी अब एक हुन सक्दैनौँ। म आमा बुबाको इच्छा विपरीत जान सक्दिनँ। म हजुरलाई अथाह माया गर्छु, तर आमा बुबाको आँसु देख्न सक्दिनँ। यस्तै यस्तै अनेकौँ बहाना बनाएर मलाई पनि रुवाई। ऊभन्दा म धेरै रुएछु। मैले आज उसलाई दुलै बनाउँछु भनेर किनेका सिन्दुर चुरा पोते हेर्दै म बेहोस नै भएछु। सायद अनु मेरो संसार थिइन्। आज उसैले मलाई लत्याएर गइन्। अमेरिका बस्ने केटो भनेपछि मलाई आश्वासनमा राखेर मन्द मन्द विष पिलाउँदै मारेर गइन्। मसँग उठेर 8 का ढिलमा बस्ने सामर्थ्य पनि थिएन। उसैका लागि बिहानदेखि आधा रातसम्म काम गर्दा नथाक्ने यी हातहरू आफ्नै आँखाको आँसु पुस्न नसक्ने भएछन्। यतिका वर्षको हाम्रो प्रेम अमेरिकाको ग्रिन कार्डले उडायो।